के छ केटा म तिमीलाई यो गेममा ठ्याक्क लेभल डिफरेन्स मात्रै भनेर ठ्याक्क लेभल डिफरेन्सको गेम क्लिप हान्न थाम्नुको गेम प्ले सिकाउन आएन है। म तिमीलाई यो गेममा एक्सपीले नै सिकाउन आयो के। अनि अर्को कुरा म यो 5 म्यान हानेको गेम थियो यो लाइभमै म खेलिरहेको थिएँ। एक्सपी लेनमा म यत्रो लेभल डिफरेन्स किन छु, म एक्सपी लेन कसरी खेल्ने भनेर म सिकाउँदैछु है। पहिलो कुरा फर्स्ट कुरा है, एक्सपी लेनमा तिमीलाई कहिले हुन्छ नि त यो एउटै सेम हिरो खेल्छ कि म्याक्सिमम प्लेयरहरू मैले नेपालको देख्छु उनीहरू एउटै वान ट्रिकरहरू के भन्छन् गरे टिकटकमा हेर्छ अनि त्यही टिकटकर अनुसार त्यही ट्रिक मात्रै हान्छ। अनि ट्रिक त ठिकै छ हान्यो मिन्स एउटै हिरो मात्रै खेल्छ जुन पपुलर छ यता उता। अरू नयाँ हिरो उनीहरूलाई ट्राई गर्न छैन कि। जस्तै थामुन प्लेयर छ भने उसले थामुज मात्रै खेल्न छ, उसलाई अरू हिरो खेल्नै छैन। अब जस्तै जुन युजङ प्लेयर छ भने युजङ राम्रो मान्छ भने युजङ मात्रै खेल्न छ। एक्सपी लेनमा तिमीले कथेर डोमिनेट हान्न सक्छौ भन्दाखेरि तिमीहरूले लगभग हरेक हिरो ट्राई गरेछौ भने मात्रै एक्सपी लेनमा तिमीहरूले एक्सपी लेन डोमिनेट हान्न सक्छौ। किन भन्दाखेरि तिमीले हरेक हिरो खेल्दाखेरि हरेक टाइपको एनिमी फेस गर्छौ है। जस्तै तिमीले मानौ गुइनीबाट खेलिरहेछ है, गुइनीबाट खेल्दाखेरि एनिमीमा बेन्डेटा छ है। तिमी गुइनीबाट खेल्दाखेरि त्यो बेन्डेटासँग हारिरहेछौ कि अनि तिमीले थाहा पाउँछ नि त तिमीले के मिस्टेक गरिरहेछौ जसले गर्दा बेन्डेटाले तिमीलाई हानिरहेछौ भन्छ। तिमीले बेन्डेटा लिँदाखेरि नि तिमीले अर्को गुइनीले पनि त्यस्तै मिस्टेक गर्छ कि एक्सपेक्ट गर्छ कि भन्ने एक्सपेक्ट गरेर त्यसलाई मार्न खोज्छौ नि त। जब तिमीले म्याक्सिमम हिरो ट्राई गर्छौ नि तिमीलाई आफै थाहा हुन्छ कि हिरोको प्यासिभ के हो, हिरोले कुन कन्डिसनमा कुन स्किल हानेपछि बाँच्न सकिन्छ, भाग्न सकिन्छ। त्यो गर्यो भने पछि त्यो सबै हिरोहरू जान्न लाग्यो भने तिमीले काउन्टरको पनि काउन्टर हान्न सक्छौ कि हिरोहरू। तर हाम्रो नेपाली सर्भरमा के छ, हाम्रो हुन त सिक्दैछ हाम्रो नेपाली सर्भरमा म्याक्सिमम हिरोहरू प्लेयरहरूलाई थाहै हुँदैन प्यासिभ कुन हिरोले कुन स्किल हान्छ भनेर। अन्त रोटेसन पनि केही थाहै हुँदैन कुन गर्ने भनेर। रोटेसनहरू चाहिँ तिमीले हुन्छ नि त जे पनि यो टुर्नामेन्ट टाइममा मोबाइल लेजेन्डको हुन्छ नि त हाम्रो यही के भन्छ नेपाली प्लेयरकै हुन्छ। एमपिएलसम्म पुग्नै पर्दैन, एमपिएलको त धेरै खतरा भएको हो किन यही नेपाली प्लेयरहरूकै हुन्छ। नेपाली प्लेयरहरूकै टुर्नामेन्ट हेरेर नि धेरै कुराहरू सिक्न सकिन्छ। एक्सपिलेन धेरै काम लाग्ने लेन है। टटल सबै फर्स्ट टटल एक्सपिलेनकै हातमा हुन्छ सेक्कर गर्न सक्ने। यदि फर्स्ट टटल एक्सपिलेनले गर्दा सेक्कर भएन, एक्सपिलेन अलि इम्पोर्टेन्ट भयो भने टटल सेक्कर हुँदैन। त्यसको लागि सुरुबाट डोमिनेट हान्नुपर्छ। डोमिनेट कुन हिरो लिएपछि कुन कन्डिसनमा के भन्छन् गरे आइटम बनाउने थन्डरबोल्ट जस्तो कुन कन्डिसनमा लेन कट हान्ने, कुन कन्डिसनमा रोटेसन हान्ने सबै थाहा पाउनुपर्छ कि। त्यो नहुँदासम्म हुँदैन, त्यो नहुँदासम्म त हुँदैन एक्सपी लेनमा। त्यही भएर म्याक्सिमम हिरो ट्राई गर्ने, म्याक्सिमम हिरो के। अब टाइम लाग्छ यो गर्न लगभग 1-2 महिना टाइम लाग्छ, मजाले टाइम लाग्छ यो नयाँ हिरो सिक्न, यताउता खेल्न। यो